मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म तिमीलाई साँचो पवित्र प्रेम गर्छु सँगै जिउने सँगै मर्ने प्रतिज्ञा गर्छु प्रतिज्ञा गर्छु बाँकी यो जीवन तिमीसँगै ख्रीष्टको सेवा गर्नेछु बाँकी यो जीवन तिमीसँगै ख्रीष्टको सेवा गर्नेछु म तिमीलाई सँगै जिउने मर्ने हात दिनेछु दुःख र सुखमा सँगै साथ रहनेछु हजुर तपाईँ सन्चै हुन्छ ठिक हुनुहुन्छ थुप्रो अन्त लिएर आउनु पर्ने अन्त के गर्नु बिहानै पासो ल्याउनु सँगै जिउने मर्ने हात दिनेछु दुःख र सुखमा सँगै साथ रहनेछु सधैँ यो जीवन तिमीसँगै ख्रीष्टको सेवा जोडी जोडीको खिच्नु पर्यो नि त जोडी जोडीको लु
आउँदै गएर मुख 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 हामी पनि खिचिहाल्छौँ दुईजना खाली भएको घडीमा मेरो नेपाली यस्तै छ। ओके, हम लोग इस समय एक गाने के द्वारा स्टार्ट करेंगे और जब हम गाना को गाते हैं उस समय वर और वधू जो है वो लोग स्टेज में आएंगे और हम लोग सब खड़े हो जाएंगे। भएर आज प्रभु तपाईले जोड्नु भएको दम्पति जीवन दम्पति जोडीलाई हामी आशिष दिनको निम्ति यस ठाउँमा प्रभु भेला भएको छौँ। हामी टाढा नजिकबाट आइरहेको छौँ प्रभु। जतिजना आउनु भएको छ प्रत्येकलाई तपाईले आशिष र अनुग्रह गर्नुहोस् प्रभु। आजको प्रभु विवाहको प्रभु विटनेस गर्नको निम्ति र ब्लेस गर्नको निम्ति तपाईले आफ्नो छोराछोरीहरूलाई जमघाट गर्नुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। विशेष परमेश्वर पिता तपाईले प्रभु आज साँच्चै नै प्रभु तपाईले भन्नुहुन्छ याकोब 1:17 मा असल हरेक असल केही कुराहरू किन हेर्न लागिराखेका छौँ भन्दा परमेश्वरको वचन चाहिँ सबै कुराको बेस हो। एउटा जग जसले हरेक कुरोलाई आकार दिन्छ अनि एउटा सम्बन्धभित्र पनि हामीले हेऱ्यौँ भनेदेखिलाई हामीले परमेश्वरको वचनलाई अगाडि राख्न आवश्यक छ अनि परमेश्वरको वचनद्वारा नै हामीले यसलाई सुरु गर्न पनि आवश्यक छ। र म तपाईहरुको बीचमा परमेश्वरको वचनको एउटा खण्डलाई पढ्दै आजको यो विवाहको यो समारोहमा छोटो सन्देश प्रस्तुत गर्दैछु। म धेरै लामो बोल्दिनँ किनभने तपाईहरुलाई आज गरम पनि महसुस भइराखेको होला। सधैँ बिहानदेखि फगी हुन्थ्यो तर आज मौसम बिहानदेखि घमाइलो छ अनि केही समय हामी धैर्यताको साथमा एकाग्रचित्त भएर यो वचनहरूलाई हामी सुन्नेछौँ। मत्ती 19 को 6 पद म यति बेला तपाईहरुको अगाडि पढ्दैछु। यसकारण अब
तिनीहरू दुई होइनन् तर एउटै जीव हुन्। यसै कारण जसलाई परमेश्वरले जोड्नु भएको छ त्यसलाई मानिसले अलग नगरोस्। आमेन। हुनु चाहिँ यो वचन प्राय विवाहमा अन्ततिर पढ्ने गरिन्छ। अनि जब पास्टर बाबुले विवाहको जोडीलाई एउटा पति पत्नी छोरी प्रिस्का अनि छोरा सन्तोषको यो विवाह समारोहमा आज हामी साँच्चै नै मिठो भेटघाट हुने यो अवसर दिनुभयो। अनि साँच्चै नै सुन्दर यो विवाहको भित्र परमेश्वरको जिउँदो वचनको सहभागी हुने आशिष हामीलाई दिनुभयो। ताली बजाते हैं। म तिमीलाई दुःख या सुखमा साथ दिइरहनेछु। मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तपाईलाई प्रेम गरिरहनेछु। मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए, जीवनलाई सँगालेर तिम्रै निम्ति साचिदिए, मनलाई दिनमा जहाँ आउनुभएको विशेष हाम्रो तकबर भ्यालीबाट हाम्रो पास्टर जोसेफ न्यू लाइफ चर्चबाट उहाँ आउनुभयो। अनि यस्तै प्रकारले अझ उहाँ सोम मण्डलीबाट पास्टर रोशन, अनि यसरी माउन्टेन प्रेयर फेलोसिपबाट जुन पास्टर फिलेमन अनि उहाँको छोरा जो आउनुभयो। धन्यवाद येशू दिनुभयो मलाई असल जीवन साथी। यी नानीहरूलाई पनि तपाईँले कहिले त्याग्नुहुन्न, कहिले छोड्नुहुन्न। यी नानीहरूले पनि जीवनको अन्तिम घडीसम्म सुख दुःखमा दुःख बिमारमा जति पनि कठिनाई समस्याहरू जे पनि आउँछन् एक अर्कालाई सहायता गर्ने अघिबाट नै यहाँले बाचा बाँधिसकेका छन्। अनि यो बाचा चाहिँ आज संसारिक होइन तर तपाईँको उपस्थितिको बाचा भएको कारणले गर्दामा तिम्रै निम्ति साचिदिए।
बस्नुहोस् है ल सबैजना रेडी 1 2 3 रेडी 1 2 कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर दुई बाटो बनिएको छ एउटा बाटो अर्को बाटो च्यालेन्ज गर्छु एउटा ल छैन फसेकाहरूलाई डाँडा काँडा देउराली भन्छन् पल पिपलमा आकाश चलेर जाने छिटै खानुपर्छ है छिटै खानुपर्छ है छिटै खानुपर्छ जाने यसुले छुटकारा तिमीलाई दिनेछ कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर विरहमा जल्ने प्राण बुलाए हर पल सताउने गर्दछ धरती लोकमा बिन्ती सुन्ने एक पुदर कर्दछ वैकुण्ठ धाममा उनको राज्य छ वैकुण्ठ धाममा उनको राज्य छ येशूमा मात्र प्रवेश छ कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर दुई बाटो बनिएको छ दुई बाटो बनिएको छ एउटा बाटो फराकिलो छ पालामासम्म पुग्ने अर्को
बाटो यस्तो पनि छ ख्रिस्ट यीशुसम्म पुग्ने कहाँ जाने कता जाने निर्णय गरा हो कहाँ जाने कता जाने निर्णय गरा हो यहाँ पिसहरू उठाउनु नि पिसहरू उठाउनु यो जोडी असल छ जोडी असल She broke your broom and she cut your hair, and from your lips we hear the hallelujah, hallelujah, एउटा केटीले साडीमा डेटफिट तिमीलाई मलाई जीवन Ocean